हुन्छ सबलाई जय मसी। आज चाहिँ म र मेरो बुढी मेरो छोरी हामी हिँडेको बिहेमा। अनि हामीलाई बिहे इन्भाइट गर्नुभएको लागि धन्यवाद। हाम्रो मण्डली बेथेल जो चाहिँ बेलगाम छ। निकै खुसी लाग्दछ यसरी इन्भाइट आउँदाखेरि, किनभने यो नै प्रभुको काम। अनि यो अङ्कलले चाहिँ बाटोहरू लिएर हरेक कुरामा हामीलाई इन्भाइट गर्नुभयो। अनि हामीलाई बाटोमा अनि देखाउन गर्नुभयो अनि उहाँलाई लिनाउनु भयो। अनि त्यसपछि रोइयो अनि त्यहाँ बसियो। त्यसपछि अनि वेटिङ गरियो। अनि यहाँको अलिकति फरक रहेछ। चाहिँ पहिला दुला गइन्छ, त्यहाँ दुलो लिएर आउँछ। तर यहाँ चाहिँ समय आउनुहुँदो रहेछ। अनि त्यहाँबाट प्रार्थना गरेर भित्र पसाउनु भयो। अनि त्यहाँबाट भित्र पसाएर पनि फेरि अर्को पास्टरद्वारा प्रार्थना गर्नुहुँदो रहेछ। 3जना पास्टरद्वारा ఆశించిన ప్రకారం ఈ మధ్యాహ్నకాల సమయంలో ప్రత్యేక స్థలంలో పరిశుద్ధ ప్రభువా పరిశుద్ధ ప్రభువా వరదుతానే धेरै खाली छ। अनि म चाहिँ भिडियोको लागि पनि इन्ट्रेस्ट अनि खुसी हुनुहुन्छ। यसरी अन्जान ठाउँमा यसरी नयाँ सहरमा यसरी कसैले बोलाउँदाखेरि कति खुसी लाग्दछ। तपाईँहरू पनि कस्तो हुनुहोस् तपाईँहरू। अनि त्यहाँबाट अनि मेरो बुढी सक्नुहुन्छ। आफ्नो छोरीलाई माया गर्दैछ। आमाको माया आफ्नो बच्चाहरूलाई यसरी हुँदो रहेछ। मेरो छोरी पनि एकदम खुसी छ। यसरी मौका पाएको छ भने यसरी बेलगाममा आएर बिहे गर्न पाएछ। अनि त्यहाँबाट पास्टरद्वारा करार बाँध्नलाई रेडी भइरहेको छ। करारहरू बाँध्नलाई त्यहाँबाट बाँध्नुभन्दा अगाडि प्रार्थना 4-5 पास्टरले गरेर त्यहाँबाट वचन बाँड्नुभयो। अनि त्यहाँबाट अनि चाहिँ उहाँको ड्याडीलाई बोलाएर ड्याडीहरूले प्रकारको हातहरूले दियो। अनि त्यहाँबाट हेर्न सक्नुहुन्छ लगभग मान्छेहरू पनि बढ्यो। अनि बसेपछि अङ्कल एक्साइट हुनुहुन्छ। त्यहाँबाट हेर्नुहोस् कस्तो होस्। त्यहाँबाट यहाँ पनि मङ्गलसूत्र लगाइन्छ। मङ्गलसूत्र जाँदाखेरि यसरी हेर्न सक्नुहुन्छ चिरचिरी बालेर कस्तो मजाको उहाँले दिनुभयो। अनि हाम्रो दाजुभाइहरूलाई हेर्न सक्नुहुन्छ कति खुसी हुनुहुन्छ। उहाँ चाहिँ तमिलनाडु गयो जस्तो लागिरहेछ। अनि त्यहाँबाट पास्टर अङ्कलले साइडमा बसेर माला चाहिँ बसेर त्यहाँबाट 11 वर्ष माला बाँडेर त्यहाँबाट मालाको लागि प्रार्थना गर्नुहुन्छ यो हाम्रो पास्टर बाजेले। अनि त्यहाँबाट यसरी उठाएर अनि 11 वर्षमा चट्ट लाएर माला लगायो। ल बधाई छ। अनि त्यहाँबाट माला लगाएपछि अनि उहाँले सबैले प्रार्थना अनि उहाँलाई सबैले कङ्ग्रेट्स दिनुभयो। 11 वर्षमा यसरी फुल हातमा समात्नुभयो। अनि त्यहाँबाट आन्टीले चाहिँ उसको छोरीलाई चाहिँ यसरी हेल्प गरिदिनुहुन्छ। हाम्रो चाहिँ साथी हुँदछौँ यता चाहिँ साथी चाहिँ नहुँदो रहेछ 11 वर्षमा यसरी नै। दाजुले साइन गऱ्यो अनि हाम्रो साइन गर्नुभयो। अनि त्यहाँबाट 11 वर्षमा साइन भएपछि त्यहाँबाट तपाईँ अगाडि हेर्न सक्नुहुन्छ पास्टर चाहिँ हाम्रो पास्टर प्रायः एक्साइट हुँदो रहेछ। अनि त्यहाँबाट मण्डली सबै पास्टर मिलेर उहाँलाई आउँदो दिनहरूमा राम्रो होस् भनेर। अनि त्यहाँबाट हाम्रो जोन्सन अङ्कलले फुल दिनुभयो। अनि जो फुल छ बधाई
साइडमा एकदमै बनाइछ मान्छेहरू चाबेर धेरै भिडभाड छ बुढो हेर्न सक्नुहुन्छ कस्तो रमाइलो यत्तिको रमाइलो बिहे चाहिँ मैले लाइफमा फर्स्ट टाइम देखेको यस्तो बिहे चाहिँ मैले माई लाइफ फर्स्ट टाइम अनि तपाईँहरू तपाईँको लागि खुसी बाँड्नलाई अनि हेर्न सक्नुहुन्छ खाना छ चामल राइस अनि चिकन अचार खिर अनि मिठाई अनि त्यहाँ गन्तव्यको लागि धन्यवाद।